मेरो नाम चाहिँ शिव तिमल सिन्हा। मेरो पहाड घर चाहिँ धादिङ हो। धादिङबाट काठमाडौँ आएर प्लास्टिक व्यवसाय गरेर चाहिँ धेरै सालै भयो। तर हामीले शिवम प्लास्टिक चाहिँ उत्पादन सुरु भएदेखि अहिलेसम्म गरिरहेका छौँ। यसको उत्पादन नेपालमा उत्पादन नहुन्जेल हामीले इन्डियाबाट ल्याएर गर्थ्यौँ। किसानहरूलाई इन्डियाकै माल चाहिँ नि टेबलमा दिन्थ्यौँ। जब शिवम नेपालमा उत्पादन भयो, शिवमकै माल हामीले किसानहरूलाई दिन थाल्यौँ र किसानहरूको माग पनि अहिले शिवम प्लास्टिकै छ। इन्डियाको भन्दा शिवम प्लास्टिकै माग बढी हुन थालेको छ। केही राम्रो छ भनेर बजारबाट माग आउन थालेको छ। किसान दाजुभाइहरूलाई सस्तो पनि पर्ने, राम्रो पनि भयो, छिटो पनि पाइने भयो। अर्डर गरे पनि अर्डर अनुसार माल पनि हामीले हप्ता दिनभित्रमा चाहिँ नि उपलब्ध गराउँछौँ। इन्डियाबाट अर्डर गर्दा अलिक समय बढी लाग्ने, यहाँबाट छिटो हुने। त्यो कारणले शिवम प्लास्टिक राम्रै छ, बजारबाट अहिले राम्रो रिजल्ट आइरहेको छ। गाउँघरतिर चाहिँ नि घर छाउनु गर्नु पनि सस्तो, जस्ताभन्दा सस्तो पर्ने, दुर्गम ठाउँमा बोकेर लानु सजिलो हुने भएर घर छाउनु पनि युज हुन्छ। कुखुराको टरा त एकदम गाउँतिर राम्रै छ, बोकेर लाने ठाउँमा हल्का हुने भएको कारणले यसको माग राम्रै छ। यसको क्वालिटी सुधार हुँदै गएको छ। पोहोर परारभन्दा अहिले सुधार भएको छ, राम्रो छ। अहिले सन्तोषजनकै भन्नुपर्छ। खासै कम्प्लेन अहिले बजारमा त्यति छैन शिवम प्लास्टिकको बारेमा।